हेलो गाइस, दर्शन नमस्ते ढोकदिया सबैजनालाई। आइए सबै सन्चै आराममा हुनुहुन्छ होला। म पनि सबै एकदम ठिकठाकै छु। म पनि भर्खरै काम सकेर चाहिँ अब म मोमोज बनाउन लाएको गाइस। हेर्न सक्नुहुन्छ यो पेडा निकाल्दैछु गाइस। अनि हजुरहरू के गर्दै हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, यति बेला के गर्दै हुनुहुन्छ होइन, यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै म फेरि पनि हजुरलाई फेरि दोहोऱ्याउन चाहेँ गाइस। अहिले यता चाहिँ घाम लागिरहेको छ होइन, बिहानमा। अहिले बिहान हाम्रो घरमा चाहिँ घाम लाग्दैन गाइस। हजुरले देख्न सक्नुहुन्छ प्रत्यक्ष भिडियोमा। ल हेर्नुहोस्, उता पल्ला छिउती घरमा होइन घाम लागिरहेको छ, यता चाहिँ घाम लागेको छैन। हामीले काम सकिसकेका छौँ गाइस। यी होइन फ्रेन्च फ्राइस यी भित्र बाँकी हालिसक्यो होइन। अहिले चाहिँ यहाँ मात्र यति हो गाइस। अब यता मोमोस बनाउने हो, उता त्यस्तो तयारी छ। हाम्रो घरको पारा यस्तै छ, पारा सारा लारा भनिदिन्छु सारा यस्तै नि। हामी बरु या हाँस्छु हँसाउँछु बिन्दास, पारामा मासु चबाउँछु, डाडु ठटाउँछु गाइस। यस्तै छ होइन, जाडो छ। अब के गर्ने, अब हाम्रो हालत भाइको हालत यस्तै छ गाइस। अब के भन्न चाहन्छु, दुई चार शब्द। नालीको त बेपत्ता छ गाइस। नाली खनेर रेडी कताबाट निकालौँ र के गरौँ भन्ने भएको छ। उहाँ लास्टसम्म हेर्नुहोस्, पुरै रेडी निकाल्ने ठाउँ नभएर अब चाहिँ यसरी बाटो भइरहेछ होइन। रेडी निकाल्दैन, यता रेडी हेर्न सक्नुहुन्छ होइन। यहाँ रेडी टुप्लुक्क कठाङ्गिएर बसेको छ क्या रेडी होइन। यो चाहिँ कताबाट निकाल्ने होइन, अस्ति हो खनेको हामीले बल्ल बल्ल। यहाँ चाहिँ बढी मेहनतसँग निकालेर आँखाम हेर्न सक्नुहुन्छ होइन। हामी बस्ने छतमा हो, यस्तै छ पारा गाइस।